कहाँको पैसा तिर्ने भयो त्यहाँ त पेट नपाएर कस्तो पैसा तिर्ने त कुरै नगरौँ न हामीले। रक्तदान कार्यक्रम, दाइजो मुक्त विवाह कार्यक्रम र अखण्ड पाठ हुने गर्छ। गुरुजीको तर्फबाट आश्रमबाटै 30 वटा गाडीको व्यवस्था गरिएको छ। आदरणीय दर्शकवृन्द नमस्कार। हाम्रो एसए न्युजको टिम यो धनुषा जिल्लामा पर्ने यो महेन्द्रनगर पुल नजिकै रहेको बेलाचाबी भन्ने स्थानमा आइसकेको छ र हाम्रो यो देब्रेतर्फमा एउटा सुन्दर गेट निर्माण भएको छ, प्रवेशद्वार, र यहाँबाट भित्र चाहिँ सतलोक आश्रम धनुषा नेपाल को स्थान छ, आश्रम छ र यो आश्रममा चाहिँ भोलिदेखि लगातार 3 दिनको विशेष कार्यक्रम रहेको हामीलाई जानकारी छ र यो कुरा चाहिँ विभिन्न पत्र पत्रिकाहरू, सोसल मिडियाहरूमा पनि अहिले प्रचार प्रसारको विषय बनेको छ र विभिन्न पम्पलेटहरू, होर्डिङ बोर्डहरूमा समेत यसको प्रचार प्रसार गरिँदैछ र यस विषयमा अझ निमन्त्रणा पत्रहरू छापेर विभिन्न व्यक्तिहरू, तह तबका अफिस कार्यालयहरूमा समेत उहाँहरूलाई उपस्थित हुनको लागि, यो कार्यक्रममा सहभागी हुनको लागि यसको प्रचार प्रसार गरिएको छ। अहिले हामी यो बस पार्कको लागि, बस जुन स्ट्यान्डको लागि जुन ठाउँ बनाइएको छ र सन्त रामपालजी महाराजको आश्रममा आउने श्रद्धालुहरू हुनुहुन्छ, भक्तहरू हुनुहुन्छ, टाढा टाढादेखि बस लिएर 2 पाङ्ग्रे 4 पाङ्ग्रे सवारी साधन लिएर आउनुहुन्छ र ती सवारी साधनहरू पार्किङ गर्ने स्थल यहाँनिर बनाइएको छ र त्यो सवारी साधनको व्यवस्था गर्ने, पार्किङ सबै हेर्ने एकजना श्रद्धालु हामीसँग यहाँ हुनुहुन्छ र उहाँसँग हामी यस विषयमा थप कुराकानी गर्नेछौँ। सर, हजुर नमस्कार। सत साहिब। हजुरको परिचय? म भक्त राम बहादुर दास। हजुर कहाँदेखि आउनु? म गुरुजीको विद्यालय नजिकै बर्दिवासबाट। हजुर चाहिँ यहाँ पार्किङ हेर्ने सेवादार हुनुहुन्छ? हजुर। अब हामीलाई बताइदिनुहोस् न, यो जुन 3 दिनको समागम चलिरहेछ त्यसको लागि अहिले हामी एकैछिन बस्दा यति धेरै बस, यति धेरै भक्तहरू आइसक्नुभयो। अब यो भोलि पर्सि अब 2-3 दिन लगातार छ, त्यसको चाहिँ यो व्यवस्थापन चाहिँ कसरी गर्दै हुनुहुन्छ त्यसबारेमा बताइदिनुहोस्। अब गुरुजीको दयाले जुन 3 दिवसीय कविता प्रकट दिवस छ यसमा हामीले चाहिँ तपाईँको क्याटेगोरी छुट्याएका छौँ। जस्तै अब साइकललाई राख्ने छुट्टै, 2 पाङ्ग्रे गाडीलाई छुट्टै, 4 पाङ्ग्रेलाई छुट्टै र तपाईँको त्योभन्दा ठुलो गाडीहरूलाई छुट्टै राख्ने व्यवस्था गर्ने, त्यसरी हामीले ठाउँ चाहिँ छुट्टै छुट्टै राखेका छौँ। र यसरी आउने जति पनि श्रद्धालुहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ बसको व्यवस्था हामीले चाहिँ छुट्टै राखेर एकदम सेफ तरिकाले उहाँको गाडीको सुरक्षित राखिदिने हामीले गरेका छौँ। त्यसपछि हामीले चाहिँ इन्डियाबाट आउने श्रद्धालुहरूको लागि गुरुजीको तर्फबाट आश्रमबाटै 30 वटा गाडीको व्यवस्था गरिएको छ, जुन चाहिँ बोर्डरबाट भक्त श्रद्धालुजीहरूलाई यहाँसम्म लाने र ल्याउने काम चाहिँ गर्नुहुन्छ। यो भनेपछि इन्डियाबाट आउनेलाई छुट्टै छ, अरू ठाउँबाट आउनेको लागि पार्किङको व्यवस्था छुट्टा छुट्टै गर्नुभएको छ भन्नुभएको? हजुर हजुर। अनि यहाँ पार्किङ गरे बापत के कति शुल्कहरू पनि तिर्नुपर्छ कि? त्यस्तो केही छैन। पूर्ण रूपमा निस्वार्थ भावले पूर्ण सेवामा हामी समर्पित छौँ। सन्त रामपालजी महाराजजीको असीम कृपा छ र उहाँको कृपाले नै यत्रो ठुलो कार्यक्रम भइरहेछ र जति पनि श्रद्धालुहरू जस्तै अन्य हाम्रा समाजका मान्छेहरू यहाँ आउनुहुन्छ उहाँहरूको गाडीको सुरक्षित तरिकाले हामी राखिने एउटा ठुलो जिम्मेवारीका साथ एउटा ठुलो सेवा पाएका छौँ र सोही अनुसारले गुरुजीको कृपाले हामी यो सेवामा समर्पित हुन्छौँ। भनेपछि यहाँ पार्किङ गरेपछि तोडफोड हुने, बिग्रिने, हराउने त्यस्तो केही पनि हुँदैन? त्यस्तो अहिलेसम्म हाम्रो यसमा त्यस्तो घटनाहरू भएको छैन र त्यस्तो नहोस् भन्नको लागि हामीले चाहिँ तपाईँको एकदम प्रत्येक 24 घन्टामा, प्रत्येक 3-3 घन्टामा हामी 30 जना भगतको दरले चाहिँ हामी एउटा पार्किङमा सुरक्षाको दृष्टिकोणले सुरक्षित होस् भनेर हामीले त्यसलाई सेवा गरिरहेका हुन्छौँ। अनि आएको पार्किङ सवारी साधनको के इन्ट्री गर्ने त्यस्तो व्यवस्था पनि छ? यसरी पूर्ण रूपमा चाहिँ उहाँको गाडीको कागजातहरूको आधारमा हामी सबै कागजात इन्ट्री गर्छौँ, उहाँको नम्बर लिन्छौँ र सोही अनुसारले हामीले रजिस्टर मेन्टेनेन्स गरेर उहाँहरू जाँदाखेरि चाहिँ हामीले एउटा जुन कागज दिन्छौँ सो कागजको आधारमा फेरि त्यो कागज मिलाएर उहाँलाई गाडी हस्तान्तरण सुरक्षित साथ हस्तान्तरण गरिदिन्छौँ। अब यहाँ जुन सवारी साधनहरू आउँछ, अब यहाँ चाहिँ यतिवटा चाहिँ अट्छ, योभन्दा बढी भएपछि पार्किङ फुल हुन्छ, यहाँ राख्न पाउन्न भने त्यस्तो पनि केही छ कि? त्यस्तो छैन, त्यस्तो अहिलेसम्म हाम्रो भएको छैन। हामीले मोटामोटी 4 पाङ्ग्रे ठुलो बसको लागि तपाईँ 3 बिघा जग्गा अहिलेसम्म राखेछौँ र त्यस्तै सानो गाडीको लागि मोटामोटी 2 बिघा छ र मोटरसाइकल र साइकलको लागि छुट्टै 1 बिघाको जग्गा राखेको छ, जसमध्ये तपाईँको अहिलेसम्ममा 500 भन्दा बढी ठुलो गाडीहरू आँटेको छ, त्यो पार्किङले भ्याएको छ। त्यसरी मोटरसाइकल मोटामोटी तपाईँको 2000 सम्म मोटरसाइकल आउँदा पनि हाम्रो त्यहाँ भ्याएको छ। अलिकति कन्जेस्टेड भए पनि हामी भगतहरू मिलेर त्यसलाई चाहिँ मिलाएर राख्छौँ र हजुरको जस्तै अब 4 पाङ्ग्रे गाडीहरू, त्यो 4 पाङ्ग्रे गाडी कहिले काहीँ चाहिँ बढी हुने अवस्थामा हामी चाहिँ अब रोडको छेउछेउ राखेर पनि कुनै कुनै बेलामा यस्तो व्यवस्थापन गरेर हामीले चाहिँ कार्यक्रम चाहिँ सम्पन्न गर्ने गरेका छौँ।
भनेपछि तपाईँको विचारमा चाहिँ भने तपाईँको भनाइअनुसार 6-7 बिघा जमिन चाहिँ पार्किङकै लागि छुट्याएको छ, त्यहाँ पनि यदि अटेन भने चाहिँ रोडको छेउछाउमा पनि राखेर तपाईँहरूले व्यवस्थापन गर्नुभएको? त्यो पनि हामी त्यसै आफ्नै मनले चाहिँ रोडको छेउमा पार्किङ गर्दैनौँ, किनकि हामी सन्त रामपालजी महाराजका शिष्य छौँ। त्यसको लागि पनि हामीले रोड विभागसँग अनुमति लिन्छौँ, प्रशासनसँग अनुमति लिन्छौँ, अनुरोध गर्छौँ, उहाँलाई रिक्वेस्ट गर्छौँ। उहाँहरूले आदेश गर्नुहुन्छ, हुन्छ तपाईँहरूको भिड छ, यस्तो छ, राम्रो छ, श्रद्धालुहरूको लागि अप्ठ्यारो भएको छ भने हामी पनि सहयोग गर्छौँ भनेर उहाँहरू पनि कृतज्ञ हुनुहुन्छ। र अहिलेसम्म यसरी कसैले सोधेको थिएन, पार्किङ गर्दा पनि तपाईँको यसरी तपाईँहरू आउनुहुन्छ, रिक्वेस्ट गर्नुहुन्छ अनि उहाँहरू पनि सहयोग गर्नुहुन्छ र उहाँहरू पनि यो सहयोग भएर त हर्ष लाजका त हामीलाई यो कार्यक्रममा चाहिँ सहभागी हुनुहुन्छ। हस्, जानकारीको लागि धन्यवाद। हस् साहेब। आदरणीय दर्शकवृन्द, अहिले हामी सतलोक आश्रम धनुषा नेपालको यो मुख्य द्वारनिर आइपुगिसकेका छौँ र भोलिदेखि कन्टिन्यू 3 दिनसम्म चल्ने जुन विशाल समागम कार्यक्रम छ, यही आश्रमको यो मेन गेटबाट भित्र जुन भव्य रूपमा सजाइएको आश्रम छ र यहाँ चाहिँ यो कार्यक्रम चल्नेछ र यो आश्रमको यो जुन मुख्य द्वारमा लेखिएको छ जगद्गुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको पावन सान्निध्यमा कबीर परमेश्वर साहेबको प्रकट दिवस महासमागम विशाल भण्डारा भनेर यसरी लेखिएको छ। हामी अब यहाँभित्र प्रवेश गरेर यहाँ भएका तमाम विषयमा हामी रिपोर्टिङ मार्फत यहाँहरूलाई देखाउने प्रयास गर्नेछौँ। दर्शकबिन, अहिले हामी यो सतलोक आश्रम धनुषा नेपालको यो आश्रमभित्र आइसकेका छौँ र अहिले हामी यो यस्तो ठाउँमा आइपुगेका छौँ जहाँ लेखिएको छ प्रणाम स्थल। यहाँ प्रणाम स्थलमा के गतिविधि हुन्छ त र यहाँ प्रणाम स्थल राखिनुको कारण के हो, यो किन प्रणाम स्थल राखिएको र यो प्रणाम स्थलमा के गरिन्छ भन्ने कुरा हामी यहाँहरूलाई देखाउनेछौँ। र यहाँ हामीले देखिरहेका छौँ केही श्रद्धालुहरू चाहिँ यसरी सुतेर प्रणाम गरिरहेको र आफ्नो भगवान्प्रति जुन आस्था व्यक्त गरिरहेको हामीले यहाँ देखेका छौँ। र यो दण्डवत प्रणाम गर्ने स्थलमा विभिन्न फोटोहरू यसरी सजाएर राखिएको छ र यो प्रणाम गर्ने स्थल यसरी यो बनाइएको छ र यस विषयमा हामी यहाँ रहनुभएका केही व्यक्तिसँग केही जानकारी दिने हामी कोसिस गर्नेछौँ। यहाँ हाम्रो सामुन्ने एकजना व्यक्ति हुनुहुन्छ, हामी उहाँसँग जुडेर यस विषयमा कुराकानी गर्नेछौँ। हजुर नमस्कार। नमस्कार हजुर। हजुरको परिचय पाउनु। मेरो नाम कृष्णदास हो। हजुर चाहिँ यहाँ के को लागि? यहाँ यो सतलोक आश्रम धनुषा हो र भोलिदेखि यहाँ 3 दिनको कार्यक्रम सुरु हुँदैछ। कबीर साहेबजीको प्रकट दिवस मनाइँदैछ। आजभन्दा 600 वर्ष पहिला कबीर साहेबजी स्वयं प्रकट भएर स्वयं सशरीर सतलोक जानुभएको थियो। त्यसको उपलक्ष्यमा भोलिदेखि कबीर साहेबजीको प्रकट दिवस मनाइँदैछ। यहाँ दण्डवत प्रणाम भनेर पनि लेखेको छ, प्रणाम स्थल भनेर लेखिएको छ। अब यहाँ चाहिँ के कस्तो सेवाहरू हुन्छ र यो सेवा चाहिँ भोलिदेखि जुन हुने कार्यक्रमको लागि के कस्ता तयारीहरू चाहिँ भइरहेछन्, यस विषयमा हाम्रो यो च्यानललाई केही बताइदिनुहुन्छ? हजुर, यहाँ खास गरेर विभिन्न प्रकारका कार्यक्रमहरू छन्। अब यो स्थल दण्डवत स्थल हो। यहाँ आउने श्रद्धालुहरू सबैभन्दा पहिला यहाँ दण्डवत प्रणाम गर्नुहुन्छ। दण्डवत प्रणाम भनेको के हो भन्दाखेरि श्रीमद् भगवत गीताको अध्याय 4 को श्लोक नम्बर 34 मा पनि बताइएको छ कि तत्त्वदर्शी सन्तलाई दण्डवत प्रणाम गरेर उहाँको तत्त्व ज्ञान प्राप्त गर्नुपर्छ भन्नुभएको छ। यो प्रमाण गीतामा पनि भएको हुनाले र यो अनुसार यहाँ दण्डवत स्थल बनाइएको छ। यहाँ दण्डवत प्रणाम गरिन्छ, तत्त्वदर्शी सन्तलाई गरिन्छ। यसै गरी यहाँ विभिन्न कार्यक्रमहरू छन्। जस्तै अब यहाँ विशेष गरेर त आध्यात्मिक ज्ञान बुझ्न सकिन्छ, सत्सङ्ग हुन्छ, विशेष ज्ञान चर्चाहरू हुन्छन्, विभिन्न ग्रन्थहरू राखिएको छ। यसै गरी विशाल भण्डारा हुने गर्छ। यहाँ 3 दिनसम्म यहाँ अखण्ड भण्डारा चलिरहेको हुन्छ। यसै गरी रक्तदान कार्यक्रम, दाइजो मुक्त विवाह कार्यक्रम र अखण्ड पाठ हुने गर्छ। विभिन्न कार्यक्रमहरू सञ्चालन हुने तयारी भइराखेको छ। हजुरले श्रीमद् भागवत गीताको ज्ञानको कुरा पनि जोड्नुभयो भनेपछि यो दण्डवत गरेर त्यसबाट केही लाभ पनि छ कि? एकदमै हो। दण्डवत प्रणाम अष्ट अङ्ग से दण्डवत प्रणाम सन्ध्या प्रयात करे निष्कामा, यो सूक्ष्म वेदको बाणी पनि हो। र दण्डवत प्रणाम गर्नाले यज्ञ गरे समानको फल मिल्छ। तर जुनसुकैले दण्डवत प्रणाम गरेर हुँदैन, तत्त्वदर्शी सन्त हुनुपर्छ, सत्य ज्ञान दिने गुरु हुनुपर्छ भनिएको रहेछ शास्त्रमा। त्यो अनुसार यहाँ शास्त्र अनुसार साधना गर्ने क्रममा दण्डवत प्रणाम पनि गर्ने गरिन्छ। जानकारीको लागि धन्यवाद। हस् हजुर, सत साहेब। दर्शकबिन, अब हामी यसपछि यतातिर लाग्नेछौँ र यहाँ अर्को के सेवा हुँदैछ त्यो विषयमा पनि यहाँहरूलाई जानकारी गर्ने कोसिस गरौँ र
यहाँ केही व्यक्तिहरू यसरी उभिरहनु भएको छ। यहाँ पनि केही सेवा चलिरहेको छ। यहाँ चाहिँ धेरै नै यसरी यो सामानहरू झुन्ड्याएको देखिन्छ झोलामा, ब्यागमा। र यहाँ चाहिँ जुत्ता घर, यो चाहिँ जुत्ता घर भनेर लेखिएको छ यसरी माथि। र यो जुत्ता चप्पल यहाँ आउने श्रद्धालुहरूको, भक्तजनहरूको जुत्ताहरू चप्पलहरू राख्ने ठाउँ हामीले चाहिँ यहाँ यो ठाउँमा पुगिसकेका छौँ। र यहाँ विभिन्न सेवादारहरू सेवा गरिराख्नु भएको छ। र यसरी जुत्ता चप्पलहरू यहाँ झुन्ड्याउने यसरी झोलाहरू यहाँ यसरी राखिएको छ। र यो जुत्ता चप्पल को सेवा कसरी चलिरहेको छ त यस विषयमा हामी केही कुराकानी गरौँ। हजुर नमस्कार, हजुरको परिचय पाउनुहोस्। नागेन्द्र दास। हजुर कहाँदेखि आउनु? पर्सा जिल्ला वीरगञ्जबाट। हजुर यहाँ के को सेवा तपाईँको? जुत्ता घरको सेवा। यो सेवा कसरी चलिरहेको छ? यो अब भोलिदेखि हुने जुन कार्यक्रम छ त्यसको लागि यो जुत्ताको सेवाको तयारी कस्तो छ? कतिजनाको जुत्ताहरू यहाँ राख्न सकिन्छ? हाम्रो मिडियालाई यो सबै विषयमा बताइदिनु। यहाँ भारतबाट पनि र नेपालबाट 77 जिल्लाबाट नेपालबाट भारतको यता युपीदेखि लिएर झारखण्ड, बेगुसराय, यो सबै पटना आदि जो तपाईँको त्यहाँको पटनादेखि माथिबाट उतातिरको आरा, बलिया, छपरा त्यो सबैबाट आउनुहुन्छ भक्तजनहरू। र यहाँ एकचोटिमा लाखौँको सङ्ख्यामा भक्तजनहरू पुग्नुहुन्छ। अनि यहाँ जुत्ता राख्ने जुन परमात्माले सिस्टम बनाउनु भएको छ यो त हामी अहिलेसम्म के देखेका छौँ भने कुनै पनि भगत आत्मा आफ्नो हातमा जुत्ता लिएर जानुभएको छैन पण्डालभित्र। भने भन्नुको मतलब के हो भने जति पनि भक्त आत्मा बाहिरबाट आउनुहुन्छ यहाँ पण्डालभित्र, सत्सङ्गभित्र, उहाँहरूको सबै जुत्ता राख्न सक्ने व्यवस्था परमात्माले गरिसक्नु भएको छ। हस्, जानकारीलाई धन्यवाद। सच्चै यो हजुरले भर्खर यो जुत्ता यहाँ राख्नुभयो। हजुर। यो जुत्ता राखेपछि यहाँ कुनै शुल्क लिए कि लिएन? लिएन, शुल्क लागेन। भनेपछि उहाँहरूले भने जस्तै यो फ्रीमा हो? फ्रीमा। आदरणीय दर्शकबिन, अहिले हामी यो सतलुक आश्रम धनुषा नेपालको भित्र प्रवेश गरिसकेका छौँ। र हामी अहिले यहाँ यो भित्र उभिएका छौँ। र यहाँ मस्जिदको पछाडि लेखिएको छ शङ्का समाधान स्थल। र यो शङ्का समाधान स्थल भनेको चाहिँ कस्तो रहेछ त यस विषयमा हामी यहाँबाट देखाउनेछौँ। र शङ्का समाधान कसरी गरिन्छ, के कुरा कस्ता शङ्काहरूको यहाँ समाधान हुन्छ र त्यो शङ्का समाधान हुने विधि के हो, यी विषयमा पनि यहाँहरूलाई हामी देखाउने प्रयास गर्नेछौँ। आउनुहोस् अब हामी भित्र प्रवेश गरौँ। ठाउँ ठाउँमा यसरी ग्रुपका ग्रुप मान्छेहरू बसेर ज्ञान चर्चा गरेको जस्तो देखिन्छ। र यहाँ विभिन्न बोर्डहरू राखेर यसरी चाहिँ यहाँ यो शङ्का समाधान गर्ने स्थान बनाइएको छ। र यहाँ चर्चाहरू गर्दा ठुल्ठुला पुस्तकहरू पनि यहाँ यसरी राखिएका छन्। र यी पुस्तकहरूमा भएका ज्ञान सायद यहाँ चाहिँ आउने जिज्ञासुहरूलाई बताइन्छ होला भन्ने हामीलाई लागेको छ। र त्यस विषयमा हामी केही सोध्ने प्रयास गरौँ। यहाँ हाम्रो सामान्यमा एकजना व्यक्तित्व हुनुहुन्छ, उहाँसँग हामी यो शङ्का समाधानको बारेमा केही कुरा जानौँ। सर, हजुर यहाँ शङ्का समाधानमा बस्नु भएको हो? हजुरको बसेको हजुरको परिचय पाउन? श्रीकान्त दास, ढुङ्गियाडा, काठमाडौँ। काठमाडौँबाट आउनु भएको छ हजुर। हजुर चाहिँ यो शङ्का समाधानको सेवामा हुनुहुन्छ? शङ्का समाधानको सेवा। यहाँ त यहाँ विभिन्न मान्छेहरू बसेर यहाँ चर्चा गरिरहेको जस्तो देखिन्छ। यो शङ्का समाधान भनेको चाहिँ के रहेछ हजुर, यस विषयमा अलिकति बताइदिनु। शङ्का समाधान भनेको हजुरको के भने कुनै पनि श्रद्धालुहरूलाई मनमा लागेका शङ्काहरू निवारणको लागि के छ, कसो छ, परमात्मा शास्त्रमा के लेखेको छ, हुनुपर्ने के थियो, के भएको छ भनेर शास्त्र देखाएर शास्त्र अनुसार यो हो अथवा यसमा यो लेखेको छ, यो शास्त्रमा यो लेखेको छ भनेर स्पष्ट गराउने। र यो कवि परमेश्वरको बारेमा चाहिँ अथवा उहाँ को हो, उहाँको बारेमा कहाँ के लेखेको छ भनेर देखाउने। र सन्तरामजी महाराजको चाहिँ ज्ञानको बारेमा चाहिँ जानकारी दिने नै शङ्का समाधान। अब यहाँ श्रद्धालुहरू कस्तो किसिमको चाहिँ शङ्का लिएर आउँदा छन् त्यस बारेमा केही भनिदिन सक्नुहुन्छ? यहाँ अधिकांश श्रद्धालुहरू यहाँ चाहिँ हिन्दू धर्ममा चाहिँ आस्था राख्ने आउने भएको हुनाले उहाँहरूले अहिले गरिरहेको पूजाको बारेमा, विष्णु ब्रह्मा महेशको पूजाको बारेमा यो नगर्दा अथवा हामीलाई यस्तो घाटा हुन्छ, यो हाम्रो बाबुबाजेले गरिआएको हामीले गर्नुपर्छ, नगर्दा अनिष्ट हुन्छ भन्ने खालको चाहिँ सोचमा आएको हुन्छ। र यहाँ आएपछि सबै कुरो देखाएर विष्णु ब्रह्मा महेश भनेको यो हो, यो स्थिति उहाँहरूको छ, अथवा चाहिँ उहाँहरूभन्दा माथि पनि भगवान्हरू विद्यमान हुनुहुन्छ, तपाईँको शास्त्रले भन्छ भनेर हामीले चाहिँ देखाइदिएका।
शङ्का समाधान यो कार्यक्रम चाहिँ कति दिन चल्छ सर? यो चाहिँ भोलि चाहिँ खास समागम भनेको भोलि पर्सिदेखिको पर्सि हो। तर चाहिँ अब हिजोदेखि नै यहाँ चाहिँ शङ्का मानेर श्रद्धालुहरू सोध्न आउनु भएको हुनाले हिजोदेखि नै यहाँ चाहिँ करिब सञ्चालन भइरहेछ। तर यथार्थमा भोलिदेखि चाहिँ बृहत रूपमा हुन्छ। भनेपछि कार्यक्रममै सुरु भएको छैन, तर यहाँ अलिक भिडभाड जस्तै देखिन्छ। अब भोलिदेखि चाहिँ यहाँ कतिको यस्ता शङ्का समाधान गर्न आउँछन् होला जस्तो हजुरलाई के आकलन? धेरै आउँछन्। यहाँ त्यहाँ तपाईँको चाहिँ भोलि खुट्टो राख्ने ठाउँ पनि हुँदैन, धेरै भिड हुन्छ। भोलिदेखि लगाएर रेगुलर भिड हुन्छ, 3 दिनसम्म लगातार भिड हुन्छ। र मान्छेहरू चाहिँ आफ्नो शङ्का निवारण गरेर कतिपयले कुरो बुझ्नुहुन्छ, कतिपयले अझै म बुझ्छु भनेर भन्नुहुन्छ, कतिपयले बुझेर नाम दीक्षा पनि दिनुहुन्छ, कतिपयले म बुझ्छु हेर्छु भनेर जान्नुहुन्छ। हजुरको विचारमा यो जुन ज्ञानहरू यहाँ दिन्छ त्यो ज्ञानप्रति अहिले समाजमा चाहिँ निकै रुचिका साथ हेरिएको जस्तो लाग्छ हो? एकदमै सत्य हो। किन भन्दा उहाँहरू चाहिँ यो मार्गतिर अथवा चाहिँ उहाँहरूले जुन जुन चाहिँ एउटा परम्परावादी रूपमा चाहिँ जुन चाहिँ मान्नु भएको थियो ईश्वरहरू, त्यसको भन्दा भिन्न अवस्थादेखि उहाँ चाहिँ चित गर्ने अथवा उहाँ चाहिँ अनौठो मान्ने यस्तो पनि रहेछ। हामीलाई भनेनन्, हाम्रा अग्रणी कसैले पनि भनेनन्, हाम्रा यी पण्डितहरूले पनि हामीलाई भनेन, हामीलाई यस्तो गुमराहमा पारेका छन् भने कतिपय आउँछन् भने, कतिपय होइन अब यो चाहिँ योभन्दा पनि पहिला के थियो भनेर आदि आदि शङ्का गर्ने खालका पनि मान्छेहरू आइरहेको। हस्, जानकारीको लागि धन्यवाद। दर्शकबिन, अब यहाँ यो आश्रमभित्र अर्को एउटा यस्तो ठाउँ छ जहाँनिर चाहिँ सबैजना बसेर ग्लासमा चिया बिस्कुट खाइरहेको हामीले देखेका छौँ। र यो चिया बिस्कुट खाने यहाँनिर चाहिँ चिया सेवा भनेर पनि यता लेखेको देखिन्छ। र यहाँ विभिन्न ठाउँको नाम पनि लेखिएको छ। जस्तै यहाँ पुरुषहरूको लागि चिया सेवा भनेको छ, अनि झापा भनेर लेखिएको छ, रौतहट भनेर यता लेखिएको छ। अब यो विषय चाहिँ के हो त वास्तवमा? यो चिया सेवा अनि यो विभिन्न ठाउँको नाम यो किन यसरी लेखियो, यो विषयमा पनि हामी यहाँहरूलाई देखाउने र यो विषयमा जानकारी गराउने कोसिस गर्नेछौँ। अब हामी यतातिर जुन चिया बनिरहेको छ, हजुरले केही बोलिदिनुहुन्छ सर? साहब, हजुरको परिचय पाउन। सखीचन्द दास, मेरो नाम सखीचन्द दास हो, रौतहट जिल्ला, नेपाल। हजुरले चाहिँ के सेवा गर्नु? यहाँ चाय सेवा हो। हजुरले चिया बनाउने सेवा। यो चिया चाहिँ यत्रो ठुल्ठुलो भाँडामा बनाएको छ, यो जति बेला पनि बनाउन सक्नुहुन्छ? यो जति मान्छेलाई यो 24 घन्टा निरन्तर सेवा चलिरहन्छ। यो ठुलो ठुलो भाँडा पनि सबैमा चिज बन्छ। यो कुन कुन किसिमको चिया चाहिँ हुन्छ हजुर? यो दुध भएको, चिनी नभएको, अनि रातो लाल चाय पनि हो, चिनी भएको। ए भनेपछि चिनी खानेहरूलाई चिनीवाला चिया पनि बन्यो, चिनी नखानेहरूलाई चिनी नभएको चिया, कालो चिया, जस्तो खान चाहनुहुन्छ त्यस्तै चिया सबै बन्यो? हजुर, सबै बन्यो। हस्, जानकारीको लागि धन्यवाद। चिया बिस्कुट दिइराख्नु भएको छ हातमा। यो चाहिँ हजुरले पैसा तिरेर लिनुभयो कि फ्रीमा? हजुर कहाँको पैसा तिर्ने भयो? यहाँ त पेट नपाएर कस्तो पैसा तिर्ने त कुरै नगरौँ न हामीले। यो बिल्कुलै फ्रीमै पाउने हो? एकदम फ्रीमा। अब यो जलराम सेवा गरिरहेको सेवादारहरूसँग पनि हामी केही कुराकानी गर्ने कोसिस गर्नेछौँ। सर हजुर नमस्कार। हजुरको परिचय बताइदिनु। मेरो परिचय चाहिँ मेरो घर बागलुङ जिल्ला हो। मेरो नाम कृष्ण शर्मा दास हो। हजुरको चाहिँ यहाँ के सेवा हो? यो जल सेवा। यो जल सेवा चाहिँ यो कहिलेसम्म चल्ने हो? यो खास गरेर 9-10 11 यो जुनको 9-10 11सम्म हो। आज त जुन 8 भयो। आज त अब भोलिदेखि तपाईँहरूको कार्यक्रम होला, तर आजैदेखि सेवा चाहिँ हजुरको चलिरहेको छ। यो सेवाको बारेमा अरू के कस्तो व्यवस्था छ, कति समय चल्ने हो, त्यो बारेमा बताइदिनुहोस् न हाम्रो मिडिया। हाम्रो 24 घन्टा चलिरहेको छ, 3 दिनसम्म। 3 दिनको समागममा भोलिदेखि भोलि पर्सि निको पर्सि होइन, 3 दिन लगातार चल्छ। हजुर पनि यो सेवामा हो? हजुरको परिचय? म गिरिराज दास, म पोखराबाट। हजुरको पनि 3 दिन सेवाको लागि आउनुभएको? हजुर। अनि यो सेवा हजुरको फ्री हो कि यसमा हजुरले स्यालेरी त्यस्तो केही लिएर गर्नुहुन्छ? होइन, हाम्रो आफ्नो मनले सेवा गर्नु, यसमा स्यालेरी पुरा हुँदैन। भनेपछि यो सेवाको अरू के कस्तो व्यवस्था छ यहाँ आउने जुन श्रद्धालुहरूलाई होइन? कति जति श्रद्धालुहरू यहाँ आउँछ होला, तिनीहरूलाई यो कन्टिन्यू चल्ने हो कि यति बजीदेखि यति बजीसम्म भन्ने टाइम टेबल छ कि? यहाँ श्रद्धालुहरू जति त्यसो लगाएर आउनुहुन्छ, जति पनि आउनुहुन्छ, हामीले सक्दो सेवा गर्छौँ। जति गिलास खानुहुन्छ सेवा गर्छौँ। यो हाम्रो भित्री अन्तरात्माले सेवा लुट्ने, जति सेवा लुट्न सकिन्छ हामी सेवा लुट्छौँ। भनेपछि हजुरले यहाँ गरम जल अनि शीतल जल भनेर राख्नुभएको छ, दुवै किसिमको जल यहाँ हजुरले उपलब्ध गराउनुहुन्छ? हजुर, हजुरले खाएर हेर्नु सक्नुहुन्छ, दुवै किसिमको जल। जानकारीको लागि धन्यवाद। सर नमस्कार।
जज साहेब, हजुरको यहाँ खास के सेवा हो? यहाँ परमात्माको दयाले भण्डारा, खुला भण्डाराको चाहिँ यो सेवा हो। 3 दिनको यो चाहिँ सेवा हाम्रो कार्यक्रम छ। परमात्मा सदगुरु सन्त रामपालजी महाराजको सान्निध्यमा अहिले यो सेवा भइरहेछ। कबीर प्रकट दिवसको उपलक्ष्यमा यो हाम्रो 3 दिनको भण्डारा चलिरहेछ। हजुरले 3 दिनको भण्डारा भन्नुभयो होइन, यो चाहिँ यहाँ लगभग कति जति मान्छेहरूलाई हजुरको अन्दाजमा कति जतिलाई भण्डारा खुवाउने व्यवस्था छ होला? हाम्रो यहाँ परमात्माको दयाले, गुरुजी परमात्माको दयाले यहाँ हजारौँको तादादमा चाहिँ 50,000 भन्दा बढी चाहिँ श्रद्धालुहरू आउँछन्, भक्तहरू आउँछन्, जगतहरू पनि आउँछन्, भगतहरू पनि आउँछन्। यहाँ व्यवस्था, सम्पूर्ण व्यवस्था छ। यहाँ तरकारीको, सब्जीको, पुरी, तरकारी, जलेबी सबै चिजको यहाँ व्यवस्था छ परमात्माको दयाले, निःशुल्क। यो चाहिँ त्यत्रो 50,000 अथवा लाखौँ आए पनि खुवाउन सक्ने यो क्यापासिटी यो चाहिँ कसरी भयो होला? यो कसरी यस्तो चाहिँ हुनसक्छ? यो एउटा आश्रमले चाहँदा यसरी गर्न सक्छ? यो परमात्माको दयाले हाम्रो आश्रमको मर्यादा अनुसार, सबै भगतहरूको मर्यादा अनुसार सबै आश्रमको चाहिँ हाम्रो यो व्यवस्था हाम्रो म्यानेजमेन्ट कमिटीले, परमात्माको मर्यादाले, परमात्माको दयाले यो सबै म्यानेजमेन्ट कमिटीले गर्नुभएको छ। हजुर, व्यवस्थित तरिकाले यहाँ सबै छन् र व्यवस्थित तरिकाले सबै भण्डारा भइरहेछ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ सबै हेर्नु परमात्माको दयाले भगतपतिहरू, भगतहरू भण्डारा गरिरहनु भएको छ। यहाँ सबै सम्पूर्ण व्यवस्था छ, यहाँ निःशुल्क व्यवस्था छ।